एकैछिन सन् 2018 लाई स्मरण गरौं। सन्दीप लामिछानेले जब 2018 मेमा आईपीएलमा डेब्यू गरे त्यो सिजनमा 3 वटा म्याच खेलेर 5 विकेट लिए। सन्दीपका विकेटहरू थिए पार्थिव पटेल, सुरेश रैना, कुर्नल पाण्डे, कियोरन पोलान्ड अनि सूर्यकुमार यादव। आईपीएल सकिएपछि त्यही वर्ष अगस्तमा सन्दीप क्यारेबियन प्रिमियर लीग सीपीएल खेल्न गए। सीपीएलमा 5 वटा म्याच खेलेर 7 वटा विकेट लिए। सीपीएल खेलिसकेर फेरि सन्दीप डिसेम्बरमा बिग ब्याश लीग बीबीएल खेल्न गए। 8 वटा म्याच खेलेर 11 विकेट लिए। बीबीएल सकिदा 2019 लागिसकेको थियो। बीबीएल खेलेर सन्दीप सिधै बंगलादेश हानिए। बंगलादेश प्रिमियर लीग बीपीएल खेल्नका लागि 6 वटा म्याच खेलेर उनले 4 विकेट लिए। बीबीएल सकिदा 2019 लागिसकेको थियो। बीबीएल खेलेर सन्दीप सिधै बंगलादेश हानिए। बंगलादेश प्रिमियर लीग बीपीएल खेल्नका लागि 6 वटा म्याच खेलेर उनले 4 विकेट लिए। बीपीएल सके लगत्तै सन्दीप दुबई गएर पाकिस्तान सुपर लीग पीएसएल खेले, जहाँ 7 म्याच खेलेर उनले 11 विकेट लिए। यस्तो भ्याइ नभई जिन्दगी थियो कुनै बेला सन्दीप लामिछानेको। यो रफ्तार 2022 सम्म नै जारी थियो। त्यसपछि एकाएक ब्रेक लाग्यो। 7 वर्षपछि सन्दीपलाई अहिले फेरि बंगलादेश प्रिमियर लीग बीपीएल ले सम्झिएको छ। एनपीएल सकिएको केही दिन मात्र हुँदैछ। अब सन्दीप बीपीएल खेल्न जाँदैछन्। आशा गरौं सन्दीपले अब पुरानै रफ्तारको उडान पकड्नेछन्। पहिलेकै जस्तो उनलाई भ्याइ नभई हुने दिन आउँदैछ। भनिन्छ नि, दिन पछि रात आउँछ अनि रात पछि दिन। केही समय रात परेको थियो, तर एनपीएल सँगै सूर्योदय भइसकेको छ। अब जिन्दगीको एउटा सिंगो दिन बाँकी नै छ।